ल साथी हो हामी चाहिँ खोरन्डेबाट खाँदबारी जाँदैछौँ मलाई फलो गर्नुहोस् तपाईँहरूलाई म पुऱ्याइदिन्छु झर्ना ओके यहाँबाट चाहिँ म देखाउँदैछु हजुरहरूलाई तल रहेको छ खोरन्डे गाउँ रुद्राक्ष चाहिँ यसरी फल्छ है हाम्रो सङ्खुवासभा जिल्लाको ठाउँमा चाहिँ यो मेरो पछाडि रहेको झरना चाहिँ हजुरहरूलाई थाहा नहुन सक्छ हाम्रो यो सङ्खुवासभा जिल्लाकै सबैभन्दा होचो झरना आज के छुट्यो भन्दाखेरि हाम्रो चस्मा छुट्यो है त हेलो एभ्रिवान आज चाहिँ हामी फेरि पनि आजको ब्लग चाहिँ सुरु भइसकेको छ हामी चाहिँ आस्था हस्पिटलबाट केही अगाडि हामी सातकुवा जाने बाटोमा चाहिँ यात्रा गर्दैछौँ भने हाम्रो सर हुनुहुन्छ साथमा हाम्रो मेन क्यारेक्टर नै भनौँ यस यस अरू पनि सर र उहाँ सरको साथमा चाहिँ आज हामी यात्रा गर्दैछौँ साइडमा चाहिँ यस्तो ठाउँहरू छ होइन सानो भाइहरू लो हाम्रो यात्रा चाहिँ अब हामी यात्राकै क्रममा छौँ आज के छुट्यो भन्दाखेरि हाम्रो चस्मा छुट्यो है त हाम्रो सबै ठिक छ बवाल छ सिनहरू खोपाको फोन सबै अहिले चाहिँ हामी सातकुवा जाने सडक खण्ड र तल चिन्डोचोक जाने खोरन्डे जाने बाटोको चाहिँ यो दो बाटोमा आइसकेका छौँ यहाँबाट चाहिँ जान्छ सातकुवा र हामी चाहिँ अहिले यो खोरन्डे जाने साइडमा नै यात्रा गर्दैछौँ साइडमा यस्तो तल चाहिँ यस्तो भिरहरू छ होइन जुन हामी चाहिँ सातकुवा जाने बाटोलाई चाहिँ क्रस गरेर हामी चाहिँ खोरन्डे भन्ने गाउँ जाने बाटोलाई चाहिँ हामी लिएर यात्रा गर्दैछौँ हजुरहरूले भिडियोलाई चाहिँ हेर्दै जानुहोस् है त साइडमा चाहिँ रहेको छ एकदमै सुन्दर सुन्दर ठाउँहरू सट्ट अहिले चाहिँ हामी चिन्डोचोक जाने बाटोमा छौँ हामी चाहिँ अगाडि बढ्दैछौँ जेम्स सर के छ तपाईँको खबर कस्तो भइरहेछ तपाईँको यात्रा मेरो यात्रा एकदम बवाल छ सर हजुर हामी चाहिँ जाँदैछौँ तलतिर होइन ल यस्तो छ साथीहरू उताबाट हाम्रो गोरु आउँदैछ यो हाम्रो गोरु हो हाम्रो गोरु आउँदैछ सो हामी चाहिँ भिडियो बनाउँदैछौँ गोरु होइन गाई रहेछ नि हो थेत तपाईँ चिन्नुहुन्न यार ल सर यहाँ भन्नुहोस् यो कहाँ जाने बाटो हो सर यो मकालु बेस क्याम्प जाने बाटो त्यस्तै देखिँदो रहेछ नि ल मकालु बेस क्याम्प जाने उयो भाइ भाइ ऊ माथि भाइ रहेछ माथि हाम्रो भाइ रहेछ है ल यहाँ खोरन्डे जाने बाटोमा छौँ है ल मजाको छ आजको दृश्य चाहिँ हेलो गाइस हाम्रो जेएनबी है हजुर जेएनबी च्यानल हजुर ओके ब्रदर ल उहाँलाई चाहिँ हाम्रो च्यानल पनि सोध्नु भएको छ हाम्रो जेएनबी च्यानल छ अनि हजुरहरूले चाहिँ हेरिराख्नु भएको छ र सम्पूर्ण साथीहरूलाई जानकारी होस् भन्नको खातिर हजुरहरूले चाहिँ हाम्रो भिडियोलाई चाहिँ सेयर गरेर अरू मास पनि पुऱ्याइदिनु होला भन्न चाहन्छु ल हजुरहरूले माथिको सुन्दर घरहरू देख्नु सक्नुहुनेछ ठ्याक्कै यो बिचको यो टिनवाला घरमा चाहिँ त्यो नजिकै चाहिँ हाम्रो सातकुवा धारा चाहिँ त्यहाँ रहेको छ है चाहिँ हामी सातकुवाभन्दा तल्लो रोडमा छौँ हामी चाहिँ साथै माथिल्लो एमसिजी क्याफे पनि रहेको छ माथि देखिरहेको ठाउँ चाहिँ एमसिजी क्याफे हो है त त्योभन्दा मुनि ठ्याक्कै सातकुवा छ त्योभन्दा मुनि चाहिँ यहाँ एकदम सुन्दर तरिका घर बनाउनु भएको रहेछ है त अलिकति ठाउँ असहज जस्तो देखिए तापनि तर घरको बनावटमा बनाउने कुरामा कुनै पनि कन्जुसी राख्नु भएको छैन होइन सो सुन्दर तरिकाले चाहिँ भइरहेको छ साथी हुनुहुन्छ मसँग जेम सर अनि अगाडि बढ्ने क्रममा छ हजुरहरूले हाम्रो भिडियोलाई चाहिँ सम्पूर्ण साथीहरूले चाहिँ फुल वाच गरिदिनु होला साथी हजुरहरूले धेरै पनि धेरै हाम्रो भिडियोलाई चाहिँ माया गरिदिनु हुनेछ भन्दै हामी चाहिँ यहाँ रुद्राक्षको एकदमै यस्तो दाना भएको ठाउँमा आइपुगेका छौँ त्यसरी अर्काको रुद्राक्षमा त्यस्तो भिडियो चाहिँ बनाउन नमिल्ने हो तर हामी टिप्दैनौँ टाढैबाट नै हामीले भिडियो चाहिँ हजुरलाई देखाउँछौँ रुद्राक्ष चाहिँ यसरी फल्छ है हाम्रो सङ्खुवासभा जिल्लाको ठाउँमा चाहिँ हजुरहरूलाई हामीले यहाँ देखाउन सक्छौँ है त रुद्राक्ष चाहिँ यस्तो हुन्छ साथीहरू तपाईँहरूले यदि देख्नु भएको थिएन भने रुद्राक्ष चाहिँ हामीले देखाइदिएको है त ल बाटो यस्तो रहेको छ अनि अगाडि घरहरू पनि रहेको छ हजुरहरूले भिडियो हेर्दै जानुहोस् हाम्रो सर अगाडि यात्रा गर्दै हुनुहुन्छ उहाँ अलिक फन्नी पाराको पनि हुनुहुन्छ हाम्रो जेएनबी च्यानल ब्लगको चाहिँ उहाँ एउटा होनहार युवा हुनुहुन्छ उहाँले चाहिँ एउटा के भन्छ फन्नी भिडियोहरूलाई चाहिँ एकदमै मूल प्राथमिकता दिनुभएको छ कि उहाँ क्यारेक्टर हुनुहुन्छ एउटा मेन
हाम्रो भिडियोको सर्ट भिडियो रिल्सहरूमा चाहिँ हजुरहरूले उहाँलाई नै प्रायः जस्तो उहाँकै फेसहरू चाहिँ देख्न सक्नुहुनेछ। साइडमा यस्तो घरहरू पनि रहेको छ होइन, टक्क यस्तो सुन्दर सुन्दर प्रकृतिको घरहरू फुलले गर्दाखेरि पनि एकदमै यहाँको वातावरणलाई नै सुन्दर बनाएको छ। के भन्छ यसलाई उयो त्यो चाहिँ दाउरा राख्ने यो रहेछ होइन, दाउरा त्यस्तो राख्नु रहेछ यतातिर। यो पहाडबाट चाहिँ पानीहरू रसिएर झरिरहेको छ है त पुरा। यो पानी अब यहाँ चाहिँ अलिक डर मर्दो छ, ठाउँ चाहिँ एकदमै गाह्रो छ, ढुङ्गाहरू झरिहाल्छ कि भन्ने डर पनि छ। हजुरहरूले हाम्रो भिडियोलाई हेर्नु मात्रै भयो भने पनि थ्याङ्क यू सो मच, धन्यवाद भन्न चाहन्छौँ। जति हजुरहरूले हाम्रो भिडियो हेर्नुहुन्छ त्यति नै हाम्रो लागि चाहिँ अब एकदमै हुन्छ नि, हजुरहरू चाहिँ हाम्रो लागि चाहिँ एकदम भगवान रूपी दर्शकहरू नै हुनुहुन्छ होइन। सो हजुरहरूले यति धेरै माया गरिराख्नु भएको छ, अझै पनि हजुरहरूले माया गरिदिनुहुन्छ होला भने हामी आशा र अपेक्षा गर्छौँ। जहाँसम्म लाग्छ अब हजुरहरूको सपोर्ट बिना चाहिँ हामी अगाडि बढ्न सक्दैनौँ। सो हजुरहरूले धेरैभन्दा धेरै सपोर्ट चाहिँ हामीलाई गरिदिनु होला भन्न चाहन्छु। जाने गर्न सक्छु म। तपाईँहरूलाई सुन्दर झरना पनि देखाउने नै छौँ। आज हामी चाहिँ आइसकेका छौँ सङ्खुवासभा जिल्लाकै सबैभन्दा होचो झरना। Yes, sir, I am very excited to see our झरना। के इङ्ग्लिस मिल्यो? यो संसारकै सबभन्दा होचो हामी झरनामा जाँदैछौँ। सम्पूर्णले साथीहरूले हामीलाई चाहिँ फलो गर्नु होला भन्न चाहन्छु है त। हामीलाई फलो गर्नुहोस्, मलाई फलो गर्नुहोस्, तपाईँहरूलाई म पुऱ्याइदिन्छु झरना। ओके 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 ल अब हामी चाहिँ तपाईँहरूलाई सङ्खुवासभा जिल्लाकै भनौँ सबैभन्दा होचो झरना, एकदमै फेमस झरना हाम्रो लागि चाहिँ। साइडमा देख्नुहुन्छ तपाईँहरूले यहाँ पानीहरू पनि झरिरहेको अवस्था छ। यो सानो छ पानी, आज चाहिँ बढेको छ पानी, र यहाँ अर्को पानी, त्यहाँ अर्को पानी। ल अब चाहिँ हामीले तपाईँहरूलाई देखाइसकेका छौँ सङ्खुवासभा जिल्लाकै सबैभन्दा होचो झरना। तपाईँहरू हेर्नको लागि एकदम एक्साइटेड हुनुहोस् है त। ल यो चाहिँ रहेको छ हाम्रो झरना, किनकि हामी तराईबाट आएको मान्छे हो, त्यही भएर यस्तो झरना देख्दा पनि हामीलाई धेरै खुसी लाग्छ। यो मेरो पछाडि रहेको झरना चाहिँ हजुरहरूलाई थाहा नहुनसक्छ, हाम्रो यो सङ्खुवासभा जिल्लाकै सबैभन्दा होचो झरना। हामी दुईजना चाहिँ यो झरनाको पानीमा एकदम इन्जोय लिइरहेको अवस्था छ है त साथीहरू। झरना देखाइहाल्यो, के भन्न चाहनुहुन्छ सर झरनाको एकदम यो सुन्दर झरनामा तपाईँहरू पनि आउनुहोस् भन्न चाहन्छु म त होइन, किन यो चाहिँ संसारकै सबैभन्दा छोटो झरना हो होइन। यो चाहिँ हाम्रो खामबारी नगरपालिका वार्ड नम्बर 1 होइन, खोरन्डा गाउँको नजिकै रहेको छ। त्यसले गर्दाखेरि चाहिँ सम्पूर्ण साथीहरू यो झरना हेर्न आउनु होला भन्न चाहन्छु म चाहिँ है त। हस् ओके, अहिले चाहिँ हामी आइसकेका छौँ सङ्खुवासभा जिल्लाको खादबारी नगरपालिका वडा नम्बर 1 मा रहेको यस्तो ठाउँमा चाहिँ हामी यात्रा गर्दैछौँ, घुम्दैछौँ है त। यहाँबाट चाहिँ म देखाउँदैछु हजुरहरूलाई तल रहेको छ खोरन्डे गाउँ र चिन्डो चोक पनि रहेको छ यो तल। हामीले हजुरहरूलाई अलरेडी योभन्दा अगाडिको भिडियोमा चाहिँ त्यहाँको भिडियो राखिसकेका छौँ। र वहाँ पारिरहेको छ चेवा गाउँ, घाम चाहिँ यहाँ माथि रहेको छ। सो फाइनली हामी चाहिँ यहाँको सुटिङ सकेर अब हामी चाहिँ यात्रा गर्दैछौँ। आजको हाम्रो मेन यो चाहिँ कच्चा पदार्थ, हाम्रो सुटिङको लागि चाहिँ कच्चा पदार्थको लागि हामीले यो बोतललाई चाहिँ युज गरेका छौँ। हाम्रो सर हुनुहुन्छ उहाँको मेन क्यारेक्टर आजको। ल सम्पूर्ण साथीहरूले हाम्रो सर्ट भिडियोलाई चाहिँ माया गरिदिनुहोस् है त, किन यति धेरै दुःख गरेर हामीले सर्ट भिडियो बनाउँछौँ। सम्पूर्ण साथीहरूले हाम्रो भिडियोलाई चाहिँ सर्ट भिडियोलाई स्पेसल सम्पूर्ण साथीहरूमा चाहिँ पुऱ्याइदिनु है त, हाम्रो अनुरोध छ हजुरहरूलाई। ल अब सर हामी चाहिँ लाग्छौँ होइन त सर? ओके सर, आज हामी लाग्छौँ है त, किनभने अलिक लेट पनि भइसकेको छ। अब हामी घर फर्किँदैछौँ। सो ल माया गरिदिनु होला, धेरैभन्दा धेरै साथीहरू माझ पुऱ्याइदिनुको लागि चाहिँ हजुरहरूले हाम्रो सर्ट भिडियोलाई सेयर गरिदिनु होला भन्न चाहन्छु। सकेसम्म हजुरहरूले लङ भिडियोलाई पनि माया गरिदिनु होला भन्न चाहन्छु है त। हस् ओके सर, ल हामी चाहिँ अब यहाँबाट चाहिँ बाहिर निस्कन्छौँ। हजुरहरूले देख्नुभएको छ होइन यो साइडमा भएको गाउँहरू चाहिँ। ल हाम्रो चाहिँ आजको यात्रा रहेको थियो खादबारीबाट चाहिँ खोरन्डे साइडमा रहेको केही स्थानहरूमा चाहिँ हामीले आजको यात्रा गरेका छौँ। ल यहाँ चाहिँ ढुङ्गा खानी रहेको छ होइन, यो चाहिँ ढुङ्गा खानीको लागि चाहिँ बनाएको पहाड हो, जुन अघि हामीले हजुरहरूलाई खादबारीकै सबैभन्दा सङ्खुवासभा जिल्लाकै सबैभन्दा होचो झरना पनि हामीले देखाइसकेका छौँ।
हजुरहरूले त्यो झरनालाई हेरेर इन्टरटेनमेन्ट पनि लिनुभयो होला भनेर हामीले आशा गरेका छौँ है त हजुरहरूबाट। ल यहाँ चाहिँ यार्सा गुम्बा रहेको रहेछ भन्नुभयो सरले। यार्सा गुम्बा चाहिँ यस्तो टुसा आउँदो रहेछ भन्ने कुरा भयो होइन। यो मर्छ होला, यो छुयो भने चाहिँ खासमा यो मर्ने चाहिँ होला। हात चाहिँ क्लियर धुनुहोस् है त तपाईँले। यो झ्याउ रहेछ तर ठ्याक्कै यसको मुख यस्तै हुन्छ कि ठ्याक्कै। ल अब हामी चाहिँ यहाँ सडकमा निस्कँदैछौँ है त। अब यहाँबाट चाहिँ रहेको छ तल जाने गाउँ होइन, तल चिन्डो पार्कमा जाने ठाउँ रहेको छ भने चिन्डो चोक। अब चाहिँ हामी यही जुन अघि हामी आएको बाटोलाई नै लिएर हामी यात्रा गर्दैछौँ। ल हजुरहरूले देख्न सक्नुहुनेछ यो भित्ताहरूमा चाहिँ ढुङ्गाहरू झर्ने सम्भावना एकदमै छ होइन। यात्रा गर्दा हजुरहरू एकदमै जोगिएर यहाँको बाटोमा चाहिँ यात्रा गर्नु होला है त बर्खा सिजनमा चाहिँ। सर्ट रिल्स बनाएर चाहिँ हामी अब यहाँबाट निस्कँदैछौँ है त। हामी चाहिँ अब कुद्नुपर्ने हुन्छ, समय एकदमै ढिलो भइसकेको छ। अफिसबाट कल आएको कि सरीदेखि यस 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 यहाँ रहेको छ घर है त। अनि साइडमा ठ्याक्कै होन्डा। अहिले चाहिँ घडीमा ठ्याक्कै 5:05 गइसकेको अवस्था छ। समयको एकदमै भ्यालु हुन्छ होइन। यहाँ रहेको छ बाँसको तामा। उहाँ चाहिँ समयमा पुग्नुपर्ने हुन्छ, त्यही भएर कुदिराख्नु भएको छ है त। ल साथी हो, हामी चाहिँ खोरन्डेबाट खाँदबारी जाँदैछौँ तर एकदमै धेरै उकालो पनि छ। उकालीमा पनि ड्राइभर दैले छ सलाम माया जाऊ हिँडेरैमा। ए साथीहरू हामी चाहिँ अब आजको सानो सर्ट रिल्सको लागि हामीले छोटो समय लिएर आएको थियौँ र त्यसलाई हामीले पुरा गरेका छौँ। अनि हाम्रो सुटिङ भएको ठाउँ चाहिँ रहेको छ खोरन्डे साइडमा रहेको चिन्डो चोकभन्दा केही माथिल्लो भेगमा चाहिँ हामीले आजको सर्ट रिल्सहरूको केही सुटहरू गरेका छौँ। हजुरहरूले सर्ट रिल्समा गएर हजुरहरूले हेर्न सक्नुहुन्छ हाम्रो भिडियो। ल सबै कुरा हाम्रो टिमसले भनिसक्नु भएको छ। सम्पूर्ण साथीहरूले चाहिँ हाम्रो रिसलाई धेरैभन्दा धेरै माया गरिदिनु भन्न चाहन्छु। अलिकति उकालो भएकोले त्यति धेरै बोल्नु सकिरहेको छैन, तर पनि हजुरहरूको माया समर्पण त्यागले गर्दाखेरि चाहिँ सकेसम्म चाहिँ बोल्ने कोसिस गरिरहेको छु है त। ल हजुरहरूले हाम्रो भिडियोलाई हेर्दै गर्नु होला। मौसम आजको यस्तो धुम्म भए पनि आजको मौसम चाहिँ गर्मी छ क्या। यो चाहिँ हाम्रै नेपाल किराँतको लोक भाषा संस्कृति उत्थान केन्द्र रहेको छ है त। ल साथीहरू हामी फर्किँदैछौँ। सम्पूर्ण साथीहरूले हामीलाई माया गरिदिनुहोस् है त। पहाडी भोजपुर जिल्लामा चाहिँ पानी परिरहेको अवस्था छ। अहिले हामी शङ्खसभा जिल्लामा चाहिँ खासै छैन। हामी जुन बर भएको डाँडा छेउमा चाहिँ आइसकेका छौँ। र यो माथि अघि नै हजुरहरूलाई नि देखाइसकेका छौँ। यो माथितिरको जुन भवनहरू चाहिँ रहेको छ माथि बजार एरियाको देवकोटा चोक एरियाको भवनहरू भयो। यो चाहिँ एमसिजी क्याफेको भवन चाहिँ यहाँबाट देख्न सकिन्छ। त्यहाँबाट चाहिँ यो तलको भ्यूलाई चाहिँ एकदमै राम्रो देखिँदो रहेछ। हामीले भिडियोबाट सन्देश दिने भनेको के हो भन्दाखेरि अहिले बर्खाको सिजन छ। हजुरहरू चाहिँ कुनै ठाउँमा यात्रा गर्दै हुनुहुन्छ भने एकदमै सेफ भएर यात्रा गर्नुहोस्, किनकि बर्खाको सिजनमा केही भर हुँदैन प्रकृतिको। त्यो भएकोले तपाईँहरू एकदमै केयरफुल हुनुहोस् भन्न चाहन्छु होइन सर। यस अवश्य पनि। सो फाइनली हामी फेरि पनि अघिकै स्थानमा आइसकेका छौँ। हजुरहरूले भिडियो चाहिँ राम्रोसँग हेर्नुभएको छ भनेर मैले पुरा आशा गरेको छु।
गाउँको रोड भए पनि अलिक यहाँसम्म चाहिँ राम्रै छ। अनि यहाँको सडकहरूमा चाहिँ खासै धेरै चाहिँ क्षति भएको छैन भनौँ न। अहिले हाम्रो घडीमा 5 बजेर 15 मिनट गइसकेको अवस्था छ। अघि हजुरहरूलाई यो माथिको भिर पनि देखाइसकेको छौँ। अब हामी कुद्न चाहन्छौँ। ल कुद्नुहोस् तपाईँ। समयको एकदमै बाउन्ड्रीमा चाहिँ हामी परिसकेका छौँ। त्यही भएर समयलाई चाहिँ हामीले चिन्न नसकेकोले गर्दा अहिले समयले हामीलाई चिनाउँदैछ। साइडमा रहेको छ एकदमै सुन्दर सुन्दर प्रकृतिको घरहरू, फुलहरूले गर्दा पनि एकदमै सुन्दर देखिरहेको अवस्था छ। सो साथीहरू, आज चाहिँ हामीले हजुरहरूलाई छोटो भिडियोमा चाहिँ हामीले यहाँ भएको केही दृश्यहरूलाई देखाउने कोसिस गरेका छौँ। हजुरले भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु भएकोमा एकदमै थ्याङ्क यू सो मच भन्न चाहन्छौँ। र हामीले सर्ट रिल्सहरू पनि बनाइसकेका छौँ। र हाम्रो सरले आजको यात्रा कस्तो भयो हजुरले छोटो मिठो राखिदिनुहोस् है त। थ्याङ्क यू सो मच जेम्स सर। आजको हाम्रो एकदमै कम समय भए तापनि हामीले जति मनमा सोचेर गएको थियौँ त्यति चाहिँ मिट भयो जस्तो लागेको छ मलाई। जहाँसम्म लाग्छ आज अलिकति हतार भएर पनि त्यति राम्रो बनाउन नसके तापनि हामी नेक्स्ट टाइम योभन्दा राम्रो भिडियो चाहिँ हामी अवश्य पनि बनाउनेछौँ। सो सम्पूर्ण साथीहरूले चाहिँ हाम्रो भिडियोलाई धेरैभन्दा धेरै माया गरिदिनु होला भन्ने आशा व्यक्त गर्दै, सम्पूर्ण साथीहरूलाई फेरि पनि माया गरिदिनु होला भन्दै हामी चाहिँ आजको यो हाम्रो भ्लगबाट चाहिँ हामी बिदा हुन्छौँ। आगामी दिनमा पनि योभन्दा धेरै राम्रो भिडियोहरू आउने नै छ। त्यति नै सम्मको लागि हजुरहरूले हामीलाई चाहिँ बिदा दिनु होला। सबैलाई है त ल। फर्स्ट थ्याङ्क यू। हामी अब हजुरबाट बिदा हुन्छौँ। ओके बाई बाई। फेरि भेटौँला है त हजुर।